सजुनको पातलाई मसिनो काटेको छु अनि त्यसमाथि प्याज पनि एउटा टुक्राएर हालेको छु अनि अदुवा लसुनको पेस्ट, चनाको बेसन, नुन बेसार, जिरा धनियाँको धुलो यसलाई सबै मिक्स गरेर मुसी पनि सरी धुलिसकेँ। अब यस्तो भयो। यसलाई चाहिँ म अब पकाउन लागेको। ए कन्या, यो सजिवनको पातको पकौडी बनाएर खाऊ त कस्तो मिठो हुन्छ। मलाई त भन्नुहुन्छ कि है। अनि म चाहिँ अब त कलिलो पातहरू दालमा हालेर चाहिँ खान्छु होइन। अनि यस्तो मिठो हुन्छ छिप्पिएको पातको पनि सजिवनको पकौडाहरू बनाएर खाऊ भन्ने भनेर सिकाउनु भएको थियो। त्यही भएर चाहिँ म बनाउँदैछु। खोर्सानी चाहिँ मैले हालिनँ किनकि अब प्रेरकले खान्छ नि त, केटाकेटीले खान्छ, बरु अचार पिरो अचारसँग चोलेर खाने भनेर प्रेरकले चाहिँ यति पकौडी खाने भनेर हिजो पनि भनिरहेको थियो। अघि बिहान नबनाएको खै त नि बनाउनु भएको भन्थ्यो। उसले चाहिँ फेरि उसको भाषामा पकौडी भन्दैन, थौडी पकौडी भन्छ। थौडी पकौडी पकौडा चाहिँ पाकिसक्यो हाम्रो थौडी पकौडी हो र। सानो कस्तो लाग्यो? कस्तो लाग्यो? मिठो हुँदो रहेछ नि, मिठो हुँदो रहेछ। सानो यसको नाम के अरे? थौडी पकौडी। थौडी पकौडी। यो भाइले थौडी पकौडी मलाई हिजोदेखि बनाउनु भनेको। आज मैले भाइको लागि थौडी पकौडी बनाइदिएको छु। हाम्रो भाइले चाहिँ यसलाई पकौडी भन्दैन, थौडी पकौडी